फेरि पनि स्वागत छ इकाइ 3 को पोषण र खाद्य सुरक्षाको अभ्यासमा। यो भिडियोमा हामी प्रश्न उत्तरमा छलफल गर्न गइरहेछौँ। सो जाउँ भिडियोतर्फ। हाम्रो के छ भन्दाखेरि अब यहाँ फर्स्ट प्रश्न रहेको छ क नम्बरको, कुपोषण भनेको के हो? कुपोषणका कुनै 4 लक्षण लेख्नुहोस् भनेको छ है। शरीरका लागि आवश्यक पर्ने पोषक तत्त्वहरू जस्तै कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज आदि आवश्यक मात्रा भन्दा कम वा बढी हुनुलाई कुपोषण भनिन्छ। थोरै खाना वा सन्तुलित भोजनको कमीले गर्दा शरीरमा कुपोषण हुन्छ। कुपोषणका 4 लक्षणहरू। कुपोषण लाग्दा के लक्षण देखा पर्छ त? 4 लक्षणहरू यहाँ मेन्सन गर्नु भनेको छ। पहिलो नम्बरमा छ, 1 नम्बरमा शरीरको तौल र उचाइ उमेर अनुसार नबढ्नु वा घट्नु। 2 नम्बरमा छ शरीर आलस्य हुनु, झट्ट थकाइ लाग्नु र कमजोरी महसुस हुनु। 3 नम्बरमा छ रोग प्रतिरोधात्मक क्षमता कमजोर भई बारम्बार बिरामी हुनु। जो चाहिँ बारम्बार बिरामी परिरहन्छ उसको रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ। त्यतिखेर के अनुमान गर्न सकिन्छ भने के कुपोषण लागेको अवस्था बुझिन्छ। 4 नम्बरमा छ कपाल फुस्रो र पातलो हुनु तथा छाला सुक्खा देखिनु। कपाल चाहिँ फुस्रो देखिन्छ, पातलो हुन्छ र छाला सुक्दै जान्छ। 6 नम्बरमा छ कुपोषणको रोकथाम र नियन्त्रणका उपाय उल्लेख गर्नुहोस्। कुपोषणको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ? उपाय भनेर रोकथाम र उपाय भनेको छ। कुपोषणको रोकथाम र नियन्त्रण गर्नका लागि निम्न उपायहरू अपनाउनु पर्छ। सन्तुलित भोजनको सेवन, दैनिक आहारमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज तत्त्वहरू उचित मात्रामा समावेश भएको सन्तुलित भोजन खानुपर्छ। भनेको सबैलाई चाहिँ यो कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज चाहिँ के गर्छ मिलाएर खानुपर्छ। एकैचोटि कार्बोहाइड्रेट, प्रोटिन खानु हुँदैन, सबै मात्रा चाहिँ मिलाएर खानु पर्यो। अर्को छ चेतनामूलक कार्यक्रम। स्थानीय स्तरमा पोषण र स्वास्थ्य खानपानको महत्त्वबारे जनचेतना फैलाउनु पर्छ। अब पोषण तत्त्व कसरी मात्रा कसरी मिलाउने, स्वस्थ खानपान कसरी गर्ने भनेर जनचेतनामूलक कार्यक्रमहरू पनि अर्गनाइज गरेर हामी के गर्न सक्छौँ? कुपोषण रोकथाम र नियन्त्रण गर्न सक्छौँ। अर्को रहेको छ स्थानीय उत्पादनको प्रयोग। हामी के गर्छौँ? हामीले चाहिँ पोषण तत्त्व भन्ने बित्तिकै महँगो खानेकुराहरू सम्झिन्छौँ, तर त्यो होइन। हाम्रो बजारमा के उपलब्ध छ त्यसबाट पनि हामी मिलाएर सन्तुलन मिलाएर के गर्न सकिन्छ? पोषणयुक्त खानेकुरा खान सकिन्छ। बजारका पत्रु खाना, जङ्क फुडका सट्टा घरमै उत्पादित हरियो सागसब्जी, गेडागुडी, दुध र फलफुल खाने बसाल्नुपर्छ। एभाइलेबिलिटी अफ फुड्स भन्छ त्यसलाई। भनेको खानेकुराको उपलब्ध के छ त्यो विचार गर्नुपर्छ। अर्को छ नियमित स्वास्थ्य परीक्षण। यो चाहिँ हामीले बिरामी पर्यो भने मात्रै हामीलाई हस्पिटल जाने बानी छ है। त्यसपछि मात्रै चेकअप गर्न जान्छौँ, डाक्टरलाई भेट्न जान्छौँ। यो नियमित स्वास्थ्य परीक्षण हुनुपर्छ। बालबालिकाको उमेर अनुसार तौल र उचाइ ठिक छ कि छैन भनी नियमित जाँच गराउनुपर्छ। भनेको रेगुलर मन्थली चाहिँ अथवा 2 महिनामा त्यसरी चाहिँ जानुपर्छ। सानो बच्चा बच्ची छ महिनामा चाहिँ जानुपर्छ। ओके, ग नम्बरमा छ तपाईँको साथीलाई रतन्डो रोगबाट बच्न भनेको नाइट ब्लाइन्डनेस बच्न अपनाउनु पर्ने कुनै 4वटा उपाय सुझाउनुहोस् भनेको, देखाउनुहोस् भनेको, क्या उपाय दिनुहोस् भनेको। रतन्डो नाइट ब्लाइन्डनेस भिटामिन ए को कमीले लाग्ने रोग हो। मेरो साथीलाई यसबाट बच्न म निम्न 4वटा उपायहरू सुझाउँछु है। भिटामिन ए युक्त खाना खाने। दैनिक भोजनमा भिटामिन ए प्रशस्त पाइने खानाहरू जस्तै गाजर, फर्सी, मेवा, पाकेको आँप र हरिया सागसब्जी समावेश गर्ने। 2 नम्बरमा छ पशु पंक्षीजन्य स्रोतको सेवन। दुध, दही, घिउ, अन्डाको पहिलो भाग र माछा मासु नियमित रूपमा खाने। 3 नम्बरमा क्याप्सुलको सेवन। यदि अब माथिकोबाट पुगेन है, माथि उपलब्ध भएन भने क्याप्सुलको सेवन पनि गर्न सकिन्छ। हामी ट्याब्लेटको माध्यमबाट पनि भिटामिन ए प्राप्त गर्न सक्छौँ। सरकारले सञ्चालन गर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत समय समयमा भिटामिन ए को क्याप्सुल खाने। यो चाहिँ के गर्छ? प्रत्येक महिना
बालबालिकालाई पुगोस्, भिटामिन ए प्राप्त गरोस् भनेर चाहिँ के गरिन्छ, भिटामिन ए क्याप्सुल भन्ने कार्यक्रम छ, त्यो पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। 4 नम्बर छ सफा र स्वच्छ पानी। आँखालाई सधैँ सफा पानीले धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिने, पर्सनल क्लिननेस, पर्सनल हाइजिन है, व्यक्तिगत सरसफाइमा पनि ध्यान दिने, वातावरण सरसफाइमा ध्यान दिने, आफ्नो बस्ने ठाउँलाई पनि सरसफाइमा गर्न ध्यान दिने। ल उपभोक्ताले सामान खरिद गर्दा ध्यान दिनुपर्ने कुनै 4 वटा कुराहरू लेख्नुहोस् भनेको छ। उपभोक्ताको बजारमा सामान खरिद गर्दा ठगिनबाट बच्न र स्वस्थ सुरक्षित राख्न निम्न 4 कुरामा ध्यान दिनुपर्छ। हामीले सामान खरिद गर्न जान्छौँ, सेवा प्राप्त गर्न जान्छौँ भने के गर्नुपर्छ, त्यसको बारेमा पूर्ण रूपले जानकारी लिनुपर्छ है। उत्पादन र उपभोग्य मिति, एक्सपायरी डेट, मैले क्लासमा पनि भनेको थिएँ, म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी डेट हेर्नुपर्छ र कति महिनासम्म खान योग्य छ त्यो पनि हेर्नुपर्छ र केबाट बनेको छ त्यो पनि हेर्नुपर्छ, मैले भनेको थिएँ होइन। सामान कहिले बनेको हो र कहिलेसम्म प्रयोग गर्न मिल्छ, ब्याच डेट, एक्सपायरी डेट अनिवार्य रूपमा हेर्नुपर्छ भनेको, चेक गर्नुपर्छ। यदि एक्सपायरी डेट, म्यानुफ्याक्चरिङ डेट र कन्ज्युम्सन डेट के छ नागेको छ भने हामी तुरन्त फिर्ता गर्नुपर्छ। अधिकतम खुद्रा मूल्य एमआरपी, अब के भन्छ नेपाल सरकारले चाहिँ एमआरपी भन्दा बढी प्राइस लिनु पाउँदैन भनेर भनेको छ। त्यो चाहिँ अधिकतम खुद्रा मूल्य चाहिँ हामीले हेर्नुपर्छ। तर अब भूगोलको स्थितिले पनि के गर्छन्, व्यापारीहरूले आफ्नो मनले रकम चाहिँ मूल्य चाहिँ निर्धारण गरेर आफै बेचिरहेको हुन्छन्। त्यो नेपाल सरकारले हेर्न जरुरी छ र हामी उपभोक्तालाई पनि के गर्नुपर्छ, चेतना चाहिँ ल्याउनु पर्ने हुन्छ। यति लिन पाइँदैन भनेर भन्नुपर्छ। त्यही भएर अधिकतम खुद्रामा मूल्य एमआरपी चाहिँ हेरेर मात्रै हामीले खरिद गर्नुपर्छ र त्योभन्दा बढी तिर्नु हुँदैन भनेर नेपाल सरकार भनिरहेको छ। तर हामी तिर्न बाध्य छौँ। के गर्नु, सामानको बट्टा वा प्याकेटमा देखिएको मूल्यभन्दा बढी रकम तिर्नु हुँदैन भनेको छ, यो नेपाल सरकारले नै भनेको है। 3 नम्बरमा गुणस्तर प्रमाण चिन्ह। अब कुन आइएसओ सर्टिफाइड हुन्छ है, 9001 2000 भन्ने चिन्ह हुन्छ, त्यो सर्टिफाइड छ कि छैन, त्यो छैन भने त्यो गुणस्तरहीन हुन्छ र गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेकै हुन्छ। क्राइटेरिया हुन्छ क्या सबै सामानहरूको। सामान गुणस्तरीय छ कि छैन भनी पक्का गर्न नेपाल गुणस्तर चिन्ह एनएस वा उपयुक्त प्रमाण चिन्ह हेर्नुपर्छ। त्यो छ भने के भयो, सर्टिफाइड भयो है, गुणस्तरीय भयो। 4 नम्बर छ बिल लिने बानी। यो हामीलाई धेरै जसो नेपालमा चलन छैन, हामी फलो नै गर्दैन या बिल के लिने भनेर। बिल लिनु भनेको हामीले सरकारलाई कर तिर्नु हो, त्यही भएर बिल लिने बानी गर्नुपर्छ। तर अहिले यथावि भनौँ न हाम्रो ग्रामीण भेगमा त्यस्तो चलन पनि छैन, सहर बजार पनि त्यस्तो चलन थोरै छ, थोरै मान्छेले मात्रै बिल माग्ने गर्छन्। बिल माग्यो भने हामीले के गर्छौँ, ट्याक्स चाहिँ पे गरेको प्रमाणित हुन्छ है। सामान खरिद गरिसकेपछि अनिवार्य रूपमा पसलबाट आधिकारिक बिल वा रसिद लिनु पर्छ, जुन चाहिँ हामीले लिने बानी छैन, तर आउँदो दिनमा लिने बानी बसाल्नु पर्छ। ल खाद्य सुरक्षा भनेको के हो, यसका तत्त्वहरूको संक्षिप्तमा व्याख्या गर्नुहोस्। प्रत्येक नागरिकले सधैँ आफ्नो सक्रिय र स्वस्थ जीवनका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षित र पोषिलो खाना सहजै प्राप्त गर्न सक्ने अवस्थालाई खाद्य सुरक्षा भनिन्छ। यो धेरै कुराहरू जोडिएको छ यसमा, आवश्यक पर्ने पर्याप्त सुरक्षित र पोषिलो खाना सहजै भनेको छ है। खाद्य सुरक्षाका मुख्य 4 तत्त्व निम्नलिखित छन्। खाद्य उपलब्धता, एभाइलेबिलिटी अफ फुड भन्ने छ। बजार वा समाजमा पर्याप्त मात्रामा खाद्यान्न उत्पादन वा आपूर्ति उपलब्ध हुनु, यो एउटा पक्ष भयो। अर्को पक्ष भन्यो खाद्यान्न पहुँच, खाद्य पहुँच भन्ने छ। एक्सेस अफ फुड है, यो सर्ट फर्ममा दिएको छ। उपलब्ध खाद्यान्न खरिद गर्न वा प्राप्त गर्नको लागि मानिसहरूको आर्थिक क्षमता, पैसा र भौतिक पहुँच हुनु। के छ, यदि पैसा छैन भने उसले खान पाएन भने के हुन्छ, कुपोषण हुन्छ। त्यही भएर सरकारले अथवा उपभोक्ताले आफूले क्षमता भए अनुसारको के गर्नुपर्छ, खाद्यान्न किनेर खानुपर्छ र सरकारले पनि त्यो उपलब्ध गराइदिनुपर्छ भन्नेको। अर्को छ खाद्य उपयोग, युटिलाइजेसन अफ फुड। प्राप्त भएको खाना पोषिलो र सुरक्षित र शरीरलाई लाग्ने
गरी पकाएर खाने सही तरिका हुनु। अब यो हुन्छ हामीले चाहिँ कुनैलाई धेरै पकाएर खानु हुँदैन, कुनै कुराहरू काँचै पनि खानुपर्ने हुन्छ। त्यो चाहिँ कसरी उपभोग गर्छ त्यो अनुसार पनि के भन्छ खाद्य सुरक्षा एउटा पक्ष हो। अर्को छ स्थायित्व स्टेबिलिटी। खाद्यान्नको उपलब्धता, पहुँच र उपयोगको अवस्था सधैँभरि कुनै पनि प्रकोप वा सङ्कटको समयमा पनि स्थिर रहनु। अब के हुन्छ जापानतिर अथवा युएसएतिर के गर्छ भन्दाखेरि यदि कुनै सङ्कट विपद परिआयो भने अथवा पर्न आउनु दिनमा आउन सक्ने सम्भावना बढी हुन्छ। जापानमा के हुन्छ भूकम्प बढी हुन्छ। के हुन्छ उनीहरूले चाहिँ त्यो 2 वर्षको लागि 3 वर्षको लागि के गर्छ पहिले नै चामल स्टोर रहेको हुन्छ। सङ्कटकालमा उपभोग गर्नको लागि पहिले नै 2 वर्ष 3 वर्षको लागि के हुन्छ स्टोर गरिरहेको हुन्छ उनीहरूले है। त्यसलाई स्टेबिलिटी भन्छ, स्टेबिलिटी अफ फुड। अब मोटोपना अस्वस्थकर जीवनशैली र खानपानको परिणाम हो। मोटोपना अस्वस्थकर जीवनशैली भनेको हाम्रो चाहिँ बानी, नराम्रो बानीले चाहिँ गर्छ र खानपानले चाहिँ मोटोपना हुन्छ, प्रष्ट पार्नुहोस् भनेको छ। यो भनाइ एकदमै सत्य हो। आजभोलि मानिसहरूको बदलिदो बानी र आधुनिक जीवनशैलीका कारण मोटोपना एउटा ठुलो स्वास्थ्य समस्या बनेको छ। हामीले दैनिक रूपमा खाने बजारमा पत्रो खाना जस्तै चाउचाउ, बर्गर, पिज्जा, चिसो पेय पदार्थ र बढी चिल्लो पिरोमा अत्याधिक क्यालोरी र बोसो हुन्छ। यस्तो खानपानसँगै शारीरिक व्यायाम नगर्ने, दिनभरि कुर्सीमा बसिरहने, मोबाइल वा कम्प्युटरमा धेरै समय बिताउने र अल्छी गर्ने अस्वस्थकर जीवनशैलीले गर्दा शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदैन, त्यो हुन पाउँदैन। त्यो खर्च नभएको क्यालोरी शरीरमा बोसोको रूपमा जम्मा हुन थाल्छ, जसले गर्दा मानिस मोटोपना बढ्छ। तसर्थ गलत खानपान र निष्क्रिय जीवनशैली नै मोटोपनाको मुख्य कारण हो। यसै गरी यो चाहिँ के हुन्छ हाम्रो शरीरमा मोटोपना कसरी बढ्छ भन्दाखेरि हामी खान्छौँ, फिजिकल एक्सर्साइज गर्दैनौँ। फिजिकल एक्सर्साइज नगरेपछि त्यो बोसोमा परिणत हुन्छ, त्यो हाम्रो शरीरलाई चाहिने तत्त्वहरूमा परिवर्तन हुँदैन। यससँगै हाम्रो चाहिँ के भयो अभ्यास समाप्त भएको छ। अब भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्नुहोला र अरू साथीहरूसँग सेयर गर्नुहोला।